टाइपको 6-7 वटा चाहिँ त्यो घाँटी चिलाउने औषधि रहेछ। अनि त्यो चाहिँ अहिले एकचोटि खानु, राति एकचोटि खानु भनेको छ, भोलि राति होइन। मैले सबै बाजेलाई भनिदिइसकेँ, अगाडिको भिडियोमा गएर नि हेर्नु होला होइन। अनि टोटल चाहिँ अहिले आजसम्म चाहिँ भयो 1,47,390 अनि 95 पैसा। तपाईहरुले यत्रो ठुलो हेल्प गर्नुभएको छ है, त्यसको लागि धेरै धेरै धन्यवाद छ। अझै पनि हेल्प आउँछ भनेर मलाई आश छ है गाइस, किनकि अब बाजेलाई फेरि फ्रिज पनि चाहियो भन्दै थियो अस्ति न। अनि त्यो दहीहरू राख्नलाई नि हुन्छ, दुध राख्नलाई नि हुन्छ भन्थ्यो। अब यत्रो सानो हाइटको 4 फिटकै 16,000 पर्दो रहेछ है, एकदम महँगो रहेछ। जति सानो भए फ्रिज त्यति नै महँगो हुन्छ भन्थ्यो त्यो फ्रिज पसलेले नि। अनि 2-3 ठाउँमा नि सोधेको थिएँ। अब 1.5 लाख रुपियाँ हुन लागिसक्यो होइन। कसैलाई सहयोग